यहाँहरु सम्पूर्णमा नमस्ते। आज मिति 2081 साल फागुन महिनाको 16 गतेको दिन यानी कि शुक्रबारको दिन नियमित रूपमा मैले कन्काई ज्वेलरीको टिकटक पेज मार्फत यहाँहरुलाई मैले सुनको भाउ भन्ने गरेको छु। आज सुनको भाउ वात्तै घटेको छ। आज 2200 रुपैयाँले सुनको भाउ घटेको छ, यानी कि 1,68,000 मात्र 100 रुपैयाँ भएको छ भने चाँदीमा 1915 रुपैयाँ भएको छ। सुनमा 2200 रुपैयाँले घटेको छ भने चाँदीमा मात्र 30 रुपैयाँले घटेको छ। यो सबै घट्नुको पछाडि के छ कारण यहाँहरुलाई म भन्छु है। यो सबै अन्तर्राष्ट्रिय अर्थतन्त्रले पर्ने प्रभाव नै सुनमा र वित्तीय क्षेत्रमा पर्छ। यसको असर धेरै मात्रामा सुनमा परिरहेको छ भने यसले र अन्तर्राष्ट्रिय मुद्राले गर्दाखेरि पनि सुनमा चाहिँ नि कमजोर बनाउने र मजबुत बनाउने पनि गर्दछ। अहिले तत्कालै अमेरिकाले युक्रेनमा एउटा गर्न आँटेको सम्झौताले पनि सुनमा चाहिँ केही घट्ने देखिएको छ। यसैले गर्दाखेरि पनि मलाई लाग्छ र अन्तर्राष्ट्रिय बजार हेर्दाखेरि पनि अझै सुनको भाउ घट्ने आकलन गरिएको छ। यसैले गर्दाखेरि पनि यहाँहरुले सुरक्षित लगानी, सुनमा लगानी, यहाँहरुले पनि सुन किनौँ र बचत गरौँ भन्न चाहन्छु। हस्त, धन्यवाद।